खुला, सहर बजारमा भूमिगत, गाउँ घरमा खुला, हाम्रो स्थिति त्यस्तो थियो। र त्यति बेला तपाईहरुसँग मैले चाहिँ गरेको सम्बोधन र त्यो बेलाको परिस्थिति सबै मलाई ताजै छ स्मरण। र हामीले युद्धको प्रक्रियामा र शान्तिको प्रक्रियामा पनि चाहिँ यो क्षेत्रलाई अगाडि बढाउनको निम्ति निरन्तर प्रयासरत रह्यौं। र तपाईहरुले आफूलाई पनि युद्ध र शान्तिका दुवै परिस्थितिमा आफ्नो जिम्मेवारी र भूमिका पूरा गर्नको लागि निरन्तर लागिराख्नु भएको छ। त्यो कुरा पनि मलाई राम्रोसँग ज्ञान छ। र अनि खाली प्रेस सेन्टरसँग सम्बन्धित मात्रै होइन, नेपालको समग्र प्रेस जगत, पत्रकार महासंघदेखि विभिन्न सङ्घ संस्थाहरू सबैले चाहिँ नेपालको राजनीतिक परिवर्तनमा असाध्य दूरगामी र महत्त्वपूर्ण भूमिका खेल्दै आएको तथ्य पनि इतिहास सिद्ध नै छ। त्यो कसैले मेटाएर मेटिने खालको छैन। यो अहिलेको पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्रवाला परिवर्तन मात्रै होइन, हिजो निरङ्कुश पञ्चायत विरोधी आन्दोलन र अनि त्यसपछिका सबै गतिविधिहरूमा, नेपाली राजनीतिका सबै उतार चढाव र मोडहरूमा पनि प्रेसको भूमिका आधारभूत रूपले सकारात्मक रहँदै आएको छ। अझ कठिन र जटिल मोडहरूमा चाहिँ प्रेसले झन्डै निर्णायक रूपले सहयोग गरेको छ राजनीतिक परिवर्तनलाई। मैले जनयुद्धका दिनमा पनि खाली भूमिगत रूपमा जनयुद्धमा संलग्न हुने पत्रकारको मात्रै कुरा मैले भनेको होइन। खुला रूपमा काठमाडौँमा बसेर वैधानिक तवरले काम गर्ने पत्रकारिता या प्रेसले पनि नेपालमा शान्तिको वातावरण बनाउन, राजनीतिक परिवर्तनलाई निर्णायक रूपले सहयोग गर्न खेलेको भूमिका चाहिँ खाली राष्ट्रिय रूपमा मात्रै स्थापित छैन, यो अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित छ। अझ प्रेसले विज्ञान र प्रविधिमा भएको विकाससँगै यसको प्रयोगमा पनि ती प्रविधि अगाडि आए, जसको कारणले पनि नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाले निकै तीव्रता प्राप्त गर्यो। 62-63कै आन्दोलनको कुरा गर्ने हो भने पनि पत्रकारिताको क्षेत्रबाट खेलिएको भूमिका र त्यसमा पनि गाउँ-गाउँमा एफएम रेडियोहरूले खेलेको भूमिका आम रूपमा स्थापित नै छ। अहिले हामी अब राजनीतिक परिवर्तन त हामीले घोषणा गर्यौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संविधान पनि हामीले घोषणा गर्यौं। तर अहिले चुनौती चाहिँ त्यसलाई व्यवहारमा उतार्ने, त्यसलाई कार्यान्वयन गर्ने चुनौती हाम्रो अगाडि छ। मैले अहिले यो प्रेस सेन्टरको अधिवेशनलाई शुभकामना दिँदै गर्दा र यहाँ प्रेससँग सम्बन्धित सबै वरिष्ठ व्यक्तित्व तपाईहरु सबै यहाँ हुनुहुन्छ, मैले विशेष रूपले सरकार प्रमुखको हैसियतले के अपिल गर्न चाहन्छु भने एकचोटि फेरि तपाईहरुले गम्भीर रूपले राजनीतिक नेतृत्वलाई संविधान कार्यान्वयनको चुनौती सामना गर्न सहयोग गर्न विशेष अपिल गर्न चाहन्छु। तपाईहरुको एकताबद्ध सहयोग भएन भने, जसरी विगतमा ठुलठुला आन्दोलनहरुमा तपाईहरुले सहयोग गर्नुभयो, अहिले पनि यसको कार्यान्वयनको सन्दर्भमा सहयोग भएन भने मैले स्थिति अलि गम्भीर हुन सक्ने पनि देख्छु। त्यसकारण मैले विशेष रूपले तपाईहरुले देशमा यो परिवर्तनलाई संस्थागत गर्ने, संविधानको स्वीकार्यतालाई बढाउने, किनकि हामी संविधान मार्फत सिंगै राष्ट्रलाई एकताबद्ध गर्न चाहन्छौं। हाम्रो सबै वर्ग, जाति, क्षेत्र, समुदायलाई हामी एकताबद्ध गर्न चाहन्छौं। हाम्रो आन्तरिक राष्ट्रियतालाई हामी सुदृढ गर्न चाहन्छौं, राष्ट्रिय एकता मजबुत गर्न चाहन्छौं। मलाई लाग्छ यो विषयमा हामी कसैको पनि विमति हुन सक्दैन। जुनसुकै राजनीतिक दल र विचारसँग सम्बन्धित भए पनि राष्ट्रको एकता, राष्ट्रको स्वतन्त्रता, देशभित्रका सबै वर्ग, जाति, क्षेत्र, समुदाय सबैलाई एकताबद्ध गर्ने कुरामा कुनै विमति हुन सक्दैन। हामी कहाँ कहिलेकाहीँ
राजनीतिक आग्रह पूर्वाग्रहका कारण राजनीतिक नेताहरू चाहिँ असाध्य संवेदनशील विषयमा पनि राष्ट्रिय नीति बनाएर राष्ट्रिय एकता गर्ने कामबाट कहिलेकाहीँ चुक्ने गरेका घटनाक्रमहरू छन्। त्यति बेला सजग गराउने राजनीतिक नेताहरूलाई पनि राजनीतिक नेतृत्वलाई पनि सजग गराउने र ऐतिहासिक आफ्नो जिम्मेवारी प्रति अगाडि बढ्न प्रेरित गर्ने काम प्रेसले महत्त्वपूर्ण रूपमा र कतिपय बेला त रणनैतिक रूपमा नै त्यो भूमिका खेल्न सक्छ भन्ने मेरो बुझाइ छ। किनकि मैले नेतृत्व गरेको आन्दोलन र पार्टी शान्ति प्रक्रियामा आउने बेलामा प्रेसले गरेका प्रचारहरू र उनीहरूले गरेका सहयोगहरूको भूमिका कति ठुलो थियो भन्ने कुरा मलाई गहिरो गरी सम्झना छ। त्यसकारण अहिले पनि प्रेसले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्न र संविधान कार्यान्वयनको वातावरण बनाउन र संविधानलाई अझ यसको स्वीकार्यता बढाउने अझ फराकिलो पार्ने मधेस तराई पहाड हिमाल सबै जाति समुदायको स्वीकार्यता बढाउने वातावरण बनाउन पनि तपाईहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। प्रेस सेन्टरको अधिवेशन यस्तो बेलामा भएको छ जति बेला हामी अब यो संविधान कार्यान्वयनको पनि असाध्यै महत्त्वपूर्ण पक्ष निर्वाचन, स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र केन्द्रीय संघीय निर्वाचनको तयारीमा केन्द्रित छौं। सरकार अहिले पहिलो प्राथमिकतामा यही विषय राखेर भर्खरै उच्च अदालतहरू 7 प्रदेशमा गठन भए र अब स्थानीय तहको सीमाङ्कन नामाङ्कन टुङ्ग्याउने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अन्तिम चरणमा हामी छौं र हामीले निर्वाचनतिर देशलाई लान सकेनौं भने किनकि हामीसँग समय निकै थोरै छ। हामीले 17-18 महिना भित्र 3 तहको निर्वाचन गराउन सकेनौं भने झन्डै 70 वर्ष लडेर धेरै ठूलो बलिदान गरेर प्राप्त भएको राजनीतिक उपलब्धि खतरामा पर्ने हुन सक्छ। त्यसकारण पनि यसको गम्भीरता, यसको संवेदनशीलतालाई बुझेर हामी सबैले त्यस्तो वातावरण बनाउनु छ जहाँ एकातिर संविधानको स्वीकार्यता फराकिलो हुँदै पनि जाओस्, अर्कोतिर संविधान कार्यान्वयन दृढताको साथ अगाडि बढ्दै जाओस्। यो वातावरण बनाउन पनि म तपाईहरु सबैलाई विशेष रूपले अपिल गर्न चाहन्छु। अहिले हामी जुन क्रममा छौं, हामी एकातिर संविधान कार्यान्वयन गर्नुपर्ने र त्यसमा राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढाउनु पर्ने छ भने अर्कोतिर हामीले पुनर्निर्माण र नवनिर्माणका कामहरूलाई पनि गति दिनु छ। जनताका आशा अपेक्षाहरू धेरै छन्, त्यसलाई हामीले गम्भीर रूपले सम्बोधन गर्नु छ। भूकम्पबाट भएको क्षति र पुनर्निर्माणमा भएको ढिलाइको कारणले जनतामा पक्कै पनि जनताका पीडाहरू बेचैनीहरू बढ्दै छन्। मैले सरकारको नेतृत्व गरेदेखि त्यसमा केन्द्रित हुने, त्यसको प्राथमिकता, त्यसको संवेदनशीलतालाई गम्भीर रूपले अगाडि बढाउने कोसिस गरिराख्दै पनि कतिपय जटिलता अझै पनि त्यहाँ बाँकी छन्। अस्ति मात्रै मैले प्राधिकरणको निर्देशक समितिको बैठक बसेर ती जटिलताहरूलाई चिर्ने र छिटोभन्दा छिटो जनतालाई हामीले दिने अनुदान र अनि पुनर्निर्माणको काममा सहयोग बढाउने प्रक्रिया सुरु गरिएको छ। यसमा पनि मलाई प्रेस जगतको अझ बढी सहयोगको खाँचो महसुस भइरहेको छ। हरू अगाडि बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, हाम्रा छिमेकीहरूसँग पनि मैले निकै जोड गरेर ती कामहरू अगाडि बढाउने प्रक्रिया बनाउँदैछु। यी सबै काममा पनि मलाई के महसुस हुन्छ भने प्रेसको सहयोग जरुरी छ। हामी कहाँ पक्कै पनि विचारको विविधता छ, हामी विविधतालाई स्वीकार गरेका छौं, हामीले प्रतिस्पर्धालाई स्वीकार गरेका छौं, तर राष्ट्रको हित र जनताको सार्वभौम हितमा चाहिँ विविधता हुन सक्दैन। नेपाल राष्ट्रको स्वतन्त्रता, यसको एकता, यसको सार्वभौमिकता र नेपाली जनताको आधारभूत हितमा कहीँ कतै सम्झौता हुन पनि सक्दैन र कहीँ कतै प्रतिस्पर्धा हुन पनि सक्दैन। यो कुरामा चाहिँ हामीले एउटा ऐतिहासिक रूपले अगाडि बढ्न आवश्यक छ। समयको धेरै अभाव भएको छ। मलाई चाहिँ म कार्यक्रमहरूको धेरै नै चाङ लागेको छ।
मैले तिनलाई भ्याउने कोसिस गरेको छु। फेरि बीचबीचमा इमर्जेन्सी परेर आउँछन्। आज यति दबाब सायद हुने थिएन। हामीले आजै क्याबिनेटको बैठक बस्नुपर्ने र संसदबाट अर्थ सम्बन्धी केही कुरा आज पारित गर्नै पर्ने भएको हुनाले इमर्जेन्सी जस्तै गरी हामीले क्याबिनेटको बैठक बस्नु पर्यो, जसको कारणले समयको अलि बढी दबाब भएको छ। म तपाईहरु सबैको कुरा सुन्न चाहन्थे, तर मैले अहिले त्यो सम्भव देखिरहेको छैन। फेरि पनि प्रेससँग सम्बन्धित जे समस्या छन्, किन हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्पष्ट शब्दमा राखेको छ र यसलाई राज्यको निम्ति एउटा अनिवार्य अङ्गको रूपमा आत्मसात गरेको छ र यसलाई फेरि प्रेस जगतले एउटा मान्यता भित्रपट्टिबाट व्यवस्थापन गर्ने कुरा र पत्रकारहरूका समस्याहरूलाई सम्बोधन गर्ने कुरा राज्यको तर्फबाट म अहिले प्रधानमन्त्री भएपछि पनि मैले धेरै पत्रकार साथीहरूका कुरा सुनेको छु। के समस्या छन्, पीडा छन् भन्ने कुराको चाहिँ जानकारी भएको छ र म के विश्वास दिलाउन सक्छु भने मैले आफ्नो कार्यकालमा प्रेसलाई जे जति मद्दत गर्न सकिन्छ राज्यको तर्फबाट, सरकारको तर्फबाट मद्दत गर्ने म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। अहिले भर्खरै पनि पत्रकार महासंघका अध्यक्षले जे कुरा राख्नु भएको छ प्रेसका समस्याको बारेमा, त्यो बारेमा मलाई जानकारी छ। मैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै र यो प्रेस सेन्टर आफ्नो केही मौलिकताको कारणले, युद्ध र शान्तिमा खेलेका आफ्ना केही मौलिक भूमिकाको कारणले नेपालको पत्रकारिताको जगतमा आफ्नो अलगै पहिचान र विशेषता यो प्रेस सेन्टरको छ र यसले आफ्नो त्यो मौलिकता, आफ्नो पहिचान र विशेषता अनुसार नै राष्ट्रको पक्षमा, जनताको पक्षमा, परिवर्तनलाई संस्थागत गर्ने पक्षमा काम गर्नेछ भन्ने विश्वास सहित यसको सफलताको म कामना गर्दछु।